खेलकै क्रममा अन द स्पट मैदानमा चट्याङ पर्यो र थाइल्यान्डको 24 वर्षीय प्लेयर सफवान अवे नामक प्लेयरको अन द स्पट डेथ भयो। कुरा हो 4 अगस्त, जहाँ थाइल्यान्डमा गोलक एफए कप नामक रिजनल कपको सेमिफाइनल गेम भइरहेको थियो र त्यो गेममा एकदमै हेभी रेन भइरहेको थियो, तर रेफ्रीले गेम रोकेनन् र गेम अगाडि बढाइराखे र त्यो क्रममा मैदानमा अन द स्पट चट्याङ पर्यो र सफवान अवे नामक प्लेयर अन द स्पट डेथ भयो र 12 जना अन्य प्लेयरहरू पनि घाइते भए र यो खबरले सबैलाई एकदमै चकित बनायो र रेस्ट इन पिस जसले चाहिँ ज्यान गुमाए सफवान अवेलाई रेस्ट इन पिस भन्न चाहन्छु। र यस्तो खबरले र यस्तो न्युजले सबैलाई एउटा वार्निङ दिएको छ कि हामीले खेलभन्दा पनि लाइफलाई ठुलो मान्नुपर्छ र लाइफ इज ग्रेटर देन गेम। सो हामीले गेममा चाहिँ हरेक कुरा यस्तो कुराहरू बित्न बाधाहरू आयो भने खेल चाहिँ रोक्नुपर्छ केही समयको लागि भन्ने सन्देश चाहिँ यो गेमले दियो। हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नुहोला।